दर्शकबिन नमस्ते सदा चाहिँ आज पनि हामी भुन्टी सिरियलको नयाँ रिभ्यू लिएर तपाईँहरूको माझ उपस्थित भइसकेका छौँ। म दर्शक साथीहरू बिचरी भुन्टीले आफ्नो श्रीमानको सहारा हेरचाह ख्याल वास्ता गरेर उनी आफ्नो परिवारलाई आफ्नो जेठानी दाईले भनेअनुसारै सारा घरको काम गरेर बसिरहेकी छिन्। म दर्शक साथीहरू तर भने जेठानी दिदीले भने भुन्टीलाई आँखा फुट्न रुचाएकी छैनन्। उनले जेठानी दाईले बिरामी भएर उनी तिमीले श्रीमानको ख्याल वास्ता गरेर अस्पतालमा धेरै समय बस्यौ अनि कपडाहरू पनि फेर्न पाएका छैनौ, नुहाउन धुन पनि पाएका छैनौ, लौ एकजोट कपडा लगाऊ भनेर आफ्नो श्रीमानले कपडा दिएको देख्दाखेरि भुन्टीलाई उनको मन जलेको छ, उनको आत्मा जलेको छ। त्यसलाई त यस्तो राम्रो कपडा किनिदिएको छ, मलाई भने खालि कपडा हेर्न जान्दैन भन्छ मेरो बुढोले भनेर श्रेयाले भनिरहेकी छिन्। दर्शक साथीहरू अनि भुन्टीलाई उनले भनेकी छिन् कि तैँले तेरो बुढाको नाममा सारा यो घर छ, बिजनेस छ भनेर बसेको होला होइन, तर तेरो श्रीमान भूपेन्द्रको नाममा त केही पनि छैन। सारा सम्पत्ति अब मेरो नाममा गराउने म सोचिरहेको छु। भूपेन्द्र त अब भिखारी भइसक्यो, कपडी पनि छैन, फुटेको कपडी पनि छैन। त्यस्तालाई हेरेर के खान भनेर बसिरहेकी छौ भुन्टी तिमी आफ्नो श्रीमानलाई हेरेर बसेर कुनै फाइदा छैन तिमीलाई। बरु आफ्नो राम्रो केटासँग गयो भने अथवा माइतीमा गएर बस्यो भने तिमीलाई त्यही नै भलो हुनेछ भनेर भुन्टीलाई नराम्रो कुराहरू भनिरहेकी छिन् आफ्नो जेठानी दिदीले। तर पनि भुन्टीले म मेरो श्रीमानलाई हेरेर धेरै सम्पत्ति पाम्ला, म धनी भएर बसौँला, म खुसी हुम्ला भनेर धेरैको होइन। म मेरो श्रीमानलाई जस्तो भए पनि, उहाँ भिखारी नै भए पनि, उहाँ जस्तोसुकै माग्ने नै भए पनि मानवताको हिसाबले उहाँलाई मैले सहयोग गरेर हेरचाह गरेको हो, उपचार गरेको हो, मैले रगत दिएर उहाँलाई बचाएको हो। र उहाँको दिसा पिसाब सोरेर भए पनि म बस्न सक्छु, तर उहाँको नाममा केही नै नहोस् न त, मलाई केही पनि छैन भनेर आफ्नो जेठानी दिदीलाई उनले जवाफ दिँदाखेरि उनले फेरि पनि भन्छन्, गाउँको श्री सम्पत्ति होला, गाउँमा अंशबन्डा गर्दाखेरि भाइअंश लाउँदाखेरि त्यहाँबाट सम्पत्ति आउला भनेर ससुरले देला भनेर तिमीले आफ्नो श्रीमानलाई हेरेको होला होइन। त्यो सारा सम्पत्ति पनि मैले मेरो नाममा गराउने सोचिसकेको छु। भूपेन्द्र यत्रो बिरामी भएर खर्च भयो, उसलाई सारा दबाई पानी गर्दाखेरि धेरै खर्च भयो हाम्रो। अब भने सारा सम्पत्ति चाहिँ हाम्रै नाममा गराउने भनेर सोचिरहेको छु। भूपेन्द्रले अब केही पनि पाउँदैन, तिमीले भूपेन्द्रलाई कुरेरै बस्नै पर्दैन, तिमी आफ्नो बाटो गर्दा हुन्छ। आफूलाई मिल्ने राम्रो केटो खोजेर गए पनि हुन्छ अथवा माइतमा गएर बसे पनि हुन्छ। भुन्टी तिमी यहाँ बसेर भूपेन्द्रलाई हेरेर कुनै काम छैन, यस्तो मान्छेले तिमीलाई कति दुःख दियो पहिला, अनि यस्तोलाई हेरेर बसेर के हुन्छ भनेर भन्दाखेरि भुन्टी धेरै नराम्रोसँग रिसाउँछिन् अनि उनको मन दुख्छ। मैले उनको भूपेन्द्रको सम्पत्ति खाम्ला अनि उहाँसँग बसेर राम्रोसँग खुसी होम र धेरै सम्पत्ति कमाम्ला भनेर उहाँलाई मैले हेरचाह गरेको होइन कि। जे भए पनि उहाँ मेरो श्रीमान हो, मैले मानवताको हिसाबले आफ्नो श्रीमानलाई गर्नुपर्ने कर्तव्य मात्रै निभाएको हुँ। मलाई कुनै सम्पत्तिको लोभ छैन है दिदी, मलाई यस्तो बार भनेको मलाई राम्रो लाग्दैन भन्दाखेरि मलाई फेरि त्यस्तो नराम्रो नभनाइ, मलाई मात्रै यो घरबाट निकाल्न पाउन, मैले तेरो श्रीमानलाई यो बिस्तारासँग हुर्याइदिन्छु नि मैले भूपेन्द्रलाई भनेर आफ्नो जेठानी दिदीले भन्दाखेरि भुन्टीको मन धेरै दुखेको छ। त्यसै क्रममा अहिले भने भुवन दाई जेठाजु दाई घर नभएको मौका छोपेर भुन्टीलाई नराम्रो कुराहरू सुनाइरहेकी छिन्, भुन्टीलाई नराम्रो आरोपहरू लगाइरहेकी छिन्। कसरी यसलाई घरबाट निकाल्ने होला, कसरी यसलाई यो घरबाट पन्छाउने होला, अनि भूपेन्द्रलाई यो घरबाट निकालिदिउँला अनि यसलाई घर न घाटको बनाइदिउँला भनेर आफ्नो भाउजू लागिपरेकी छिन्। हो दर्शक साथीहरू अनि पछिबाट भुन्टीलाई जाऊ सामानहरू लेखिदिएको छु, फेरि बजार गएर सामानहरू लिएर आऊ भनेर जेठानी दिदीले भनिसकेपछि हस् भनेर भन्छन्। अनि तिमीले त पढ्न जानेकै छैनौ, 2 कक्षा पनि पढेको होइन, अनि यत्रो सामानहरू लेखिदिएको छु कसरी ल्याउँछौ त, फेरि पैसा हिनाबिना होला नि भनेर भन्दाखेरि भुन्टीलाई धेरै मन दुख्छ। मैले पढ्न नजाने पनि पसलेहरूले त अरूले पढ्न जान्छन् नि त, मैले तपाईँ जस्तो पैसा हिनाबिना गर्न जानेको छैन है, मलाई तपाईँ जस्तो घमण्डी डाडे एकदम लोभी छैन म भनेर भन्दाखेरि के भनिस् रे, अझै धनी बाबुको छोरी भए, खानदान कि पढे लेखेकी भए, कति नै कुरा गरिदियो हो यसले भनेर भुन्टीलाई नराम्रो आरोप लगाइरहेकी छिन् आफ्नो जेठानी दिदीले। तर पनि भुन्टी मनमा नै लाटो सोझी मान्छेलाई धेरै रिसाउँदाखेरि उनलाई पनि नबोल्न सकिरहेकी छैनन्। उनी जसरी भए पनि किन सोझो भनेर बस्नु, मुखभरिको जवाब त मैले पनि दिन्छु नि, म किन लाटो भएर सोझो भएर बस्नु पर्यो यस्तासँग भनेर भुन्टीलाई पनि धेरै रिस उठेको छ। उनी सामान किन्न बजारतर्फ त गएकी छिन्, तर मनमा कुरा खेलाइरहेकी छिन् अनि उनले त्यो जेठानी दिदीले भनेको कुरा सोचिरहेकी छिन्। र उनले सामान लिएर काँधमा सामान लिएर हिँडिरहेकी छिन् एकहोरो आफ्नो धुनमा। तर भने उताबाट अर्को साइडबाट भने एकदम पढे लेखेको विद्वान अनि धनी एकदम राम्रो ह्यान्डसम मान्छे उताबाट हातमा पुस्तक लिएर आइरहेका छन्। तर भने उनीहरू एक आपसमा ठोकिएर भुन्टीले ल्याएको सारा सामानहरू बाटोभरि फालिएको हुन्छ अनि उनीहरू एक आपसमा हेराहेर हुन्छन्। अनि
एकदम माया प्रीतिका गीतहरू बजिरहेको हामीले सुन्न सकिन्थ्यो हो दर्शक साथीहरू। अब भने भुन्टीलाई घरबाट एकदम नराम्रो गरिसकेका छन् अनि जेठानी दिदीले पनि नराम्रो भनिरहेकी छिन् अनि आफ्नो टोकले दाइले पनि उनलाई अब भने बोल्न पनि खोजेको छैनन्। त तेरै श्रीमानलाई हेरेर बस, हामीले भनेको केही कुरा नसुन्ने, त्यस्तो नराम्रो दुःख दिने नराम्रो व्यवहार गर्ने श्रीमानलाई पनि तैँले हेरेर बस्ने भनेर टोकले दाइ पनि रिसाएर मन भाँचिसकेका छन्। अब भने दाइ पनि रिसाइसक्नु भएको छ भनेर भुन्टीलाई लागिरहेको छ। अहिले उनी नयाँ मान्छेसँग भेट भएर उनी ठोक्किँदा हेर्दा एक आपसमा हेराहेर भएका छन्। उनीहरूको लभ पर्नेवाला छ हो दर्शक साथीहरू। अब भने भुन्टीलाई घरबाट त्यस्तो नराम्रो गरिसकेका छन् अनि उनी कहाँ गएर बसौँ त, माइतीमा गएर बसौँ भने माइतीको पनि कति दिन बसौँ म। अब भने आफ्नो श्रीमान पनि त्यस्तो छ अनि घरमा बसि नसक्नु भएको छ, जेठानी दिदी त्यस्तो छ अनि ससुराले र जेठाजुले मात्रै मलाई माया गरेर के गर्नु भनेर भुन्टीले सोचिरहेकी छिन्। अब भने भुन्टीलाई यही मान्छेसँग लभ पारौँ कि भन्ने भइरहेको छ। उनीहरू एक आपसमा आँखा जुदाइरहेका छन्। तर भने ऊ विद्वान जस्तो राम्रो असल मान्छे छ, उसले हेरिरहेको छ भुन्टीलाई एकहोरो। एकदम भुन्टी पनि एकदम राम्री छिन्, सुन्दरी छिन् अनि गलाभरि पत्तै लगाएकी छिन्, सिउँदोमा सिन्दुर भरेकी छिन् अनि हातभरि चुरा लगाएकी छिन्। त्यस्तो राम्रो मान्छेलाई देख्दाखेरि एक आपसमा उनीहरू हेराहेर भएका छन्। अब भने उनीहरूको परिचय हुनेछ अनि कहाँ जानु लाग्नुभयो, तपाईँ को हो, कसरी आउनुभयो, एक आपसमा कसरी ठोक्यौँ हामी भनेर उनीहरूको चिन्जानी परिचय हुनेछ। अब भने उनीहरू एक आपसमा माया प्रीतिका कुराहरू गर्नेछन् हो दर्शक साथीहरू। बिचरी भुन्टीलाई असल श्रीमानको खाँचो परेको छ, उनलाई यो असल मौका परेको छ। पक्का पनि उनको भूपेन्द्रसँग जीवन काट्ला जस्तो छैन। भूपेन्द्रको होस आए पनि उनी आफूले राम्रोसँग काम गर्न सक्ने जस्तो छैनन् अनि उनको भागमा केही श्री सम्पत्ति पनि छैन। अब भने उनलाई दाइ भाउजूले सारा सम्पत्ति जति आफ्नो नाममा गराएर भूपेन्द्रलाई घर नघाटको बनाउने छन् अनि भुन्टी पनि त्यस्तो श्रीमानलाई हेरेर बसेर के काम, उनले त्यो मनमा नै सोचिसकेकी छिन्। अब भने म आफ्नो बाटो तताउनुपर्छ, आफ्नो भविष्य बनाउनुपर्छ, राम्रो श्रीमान खोजेर म घरजम गर्नुपर्छ भन्ने भुन्टीले लागेको छ हो दर्शक साथीहरू। अब भने भुन्टीले त्यही मान्छेसँग कुरा चलाएर राम्रोसँग धुमधामले विवाह गरेर बस्नुपर्छ। बिचरी सोझी भुन्टीले सधैँ दुःखै मात्रै पाएकी छिन्, भुन्टीले सुख पाएको हेर्न हामीलाई पनि मन छ। दर्शक साथीहरू तपाईँलाई के कस्तो छ, आफ्नो मनमा लागेको मिठो प्रतिक्रिया हामीलाई दिनुहोला भन्दै यसरी बिदा जान्छु। हस्त धन्यवाद।